नमस्कार। हजुरहरूको टिकटक वाल, फेसबुक वालहरूमा फेरि एउटा न्युजको बाढी आएको छ होला कि नेपाल फेरि एसेसमेन्ट लेभल 3 मा गयो भनेर। हो, नेपाल एसेसमेन्ट लेभल 3 मा गएको छ। तर यसमा आत्तिनुपर्ने, डराउनुपर्ने केही पनि कुराहरू छैन। किनभने हामीले पहिलाको भिडियोहरूमा पनि प्रायोरिटीको बारेमा कुरा गरेको थियौँ, जहाँसम्म हजुरहरूलाई याद छ। प्रायोरिटी लेभल 3 मा जानु वा एसेसमेन्ट लेभल 3 मा जानु भन्नाले के अर्थ लाग्छ भन्दा we should be more aware of our financial document and all the documents. So specifically financial document हेर्मा चाहिँ कडाई हुँदैछ। यो कुरालाई बुझ्नु होला। यो त एक प्रकारले राम्रो न्युज पनि हो, किनभने फ्रडुलेन्ट कुराहरूलाई चाहिँ प्रमोट नगर्नको लागि हामीलाई एसेसमेन्ट लेभल 3 मा राख्यो। किनभने नेपाल, इन्डिया, भुटान, बांग्लादेश, श्रीलङ्का, फिलिपिन्स सबको एसेसमेन्ट लेभल डाउन भएको छ। यसको मतलब हामी आफ्नो डकुमेन्ट आफूले प्रेजेन्ट गरिरहेको डकुमेन्टमा चाहिँ स्योर हुनुपर्छ र जेन्युन हुनुपर्छ भन्नको लागि यो अलर्ट हो। त्यसैले आत्तिनुपर्ने कुरा केही छैन, तर अवश्य पनि लेभल 3 मा गएपछि केही डिलेजहरू भनेको पक्कै हुन्छ।